हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ मैले बिहानै उठेर किन भ्लग बनाएँ भन्नुहुन्छ होला हैन। अनि आज चाहिँ मैले त्यो जुन अब हिजो तपाईहरुले कसले मेरो भ्लग हेर्नुभयो हैन, हेर्ने जतिलाई त थाहै भयो होला। अनि त्यो जुन मैले प्याकेज मगाएको थिएँ नि खुट्टामा टाँसेर वेट लस गर्ने अनि फोहोर मैलाहरू अब निकाल्ने भन्ने थियो नि, त्यो चाहिँ मैले अब निकाल्न लागेको छु हैन। हिजो चाहिँ टाँसेर सुतेको थिएँ मैले। हिजो पनि एउटा भ्लग लगाएको थिएँ, हजुरहरूले हेर्नुभयो या हेर्नु भएन त्यो थाहा भएन। सो हेर्नेहरूलाई चाहिँ धेरै धेरै धन्यवाद र अवश्य हेर्नु होला भन्न चाहन्छु। अनि मैले चाहिँ खुट्टाको प्याकेज निकाल्न लागिरहेको छु। यसपालि लगाएर सुतेको छु। अब भिडियोमा देखाए जस्तो हुन्छ हुँदैन भन्ने कुरा हो। हुन्छ कि क्या हो, कस्तो खुट्टामा त कस्तो कालो यस्तो भइरहेको हो। ओ माई गड, भिडियोमा देखाएको जस्तै भएछ है गाइजहरू। ल ओ माई गड, हेर्नु त यस्तै देखाएको थियो भिडियोमा र मेरो पनि यस्तै नै भएको छ। ए ल हेर्नुहोस्, यसले चाहिँ वेट लस गराउने हेनतेन अनि भनेर यहाँ भिडियोमा यस्तै देखाएको थियो क्या। मेरो पनि सेम त्यस्तै नै भएको छ होइन। अब सेम हुन त भयो, तर भनेदेखि अब कतिको वेट लस गराउँछ भन्ने कुरा हो। अब हेरौँ अर्कोको पनि। वाउ, यसको पनि हेर्नुहोस् त। माई गड, ल भिडियोमा देखाएको जस्तै भयो। हुन चाहिँ ठ्याक्कै यस्तै देखाएको थियो भिडियोमा, मेरो पनि त्यस्तै नै भयो। हुन चाहिँ अब वेट लस कतिको गराउँछ भन्ने कुरा हो, त्यसमा भर पर्छ हैन। अब लगाउन त लगाएँ, अब एक दिनमै त अब महसुस गर्न सकिँदैन नि त यो कस्तो भयो के भयो भनेर। अब जति पनि मैले यो लिएको छु, अब यो लगाइसकेपछि चाहिँ अब यसको रिजल्ट कस्तो आउँछ हैन। अनि यसको रिजल्ट आएपछि चाहिँ म हजुरहरूलाई फेरि अर्को भिडियोमा बताउने नै छु। र यो भिडियो चाहिँ तपाईहरुको सामु राख्न चाहे। तपाईहरुलाई कस्तो त्यस्तो नेगेटिभ नसोच्नु होला, किनभनेदेखि अब सबै कुराको अनुभव लिनुपर्छ अरे कि। सो मैले पनि चाहिँ कहिले जादुई पेन तेल मगाएँ, त्यो पनि ठिकै हुँदो रहेछ। अनि त्यस पछाडि फेरि यो देखिहालेँ कि, अनि किनभने म अलिकति धेरै मोटाए जस्तो लाग्यो। अनि सो अब शरीरको फोहोर मैलाहरू पनि यसले लान्छ के अरे तान्छ भनेर चाहिँ मैले चाहिँ हतार अनलाइनमा अर्डर गरेर मगाइहालेँ। तपाईहरुलाई पनि यदि चाहिन्छ भने चाहिँ मगाउन सक्नुहुन्छ। र अनलाइनमा जस्तो देखाएको त्यस्तै रिजल्ट आइसक्यो, तपाईहरुले देख्नु नै भयो होला। र अब म कतिको घट्छु भन्ने कुरा हो, यो पनि म तपाईहरुलाई भन्ने नै छु अर्को भिडियोमा। र म अहिले यस्तो छु हेर्दाखेरि तपाईहरुले देखिहाल्नु भयो। अब अर्को भिडियोमा कतिको घट्छु तपाईहरु हेर्नु नभुलाउनु होला है त। ओके बाई, थ्याङ्क यू। म चाहिँ यतिको लागि मात्रै छोटो मिनी भ्लग लिएर आएको थिएँ। तपाईहरुलाई अब धेरै लामो लगायो भने पनि अब तपाईहरुले हेर्नु नै हुन्न, मलाई थाहै छ हैन। सो त्यही पनि आज छोटो मिनी भ्लग लिएर आएको थिएँ। अहिले चाहिँ सबैजनाले युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला, माझिनी सरु नै छ। र मेरो टिकटकको बायोमा पनि मैले यसको लिङ्क राखेको छु। र मैले फेसबुकतिर पनि लगाइराखेको हुन्छु, सेयर गरिरहेको हुन्छु युट्युबको भिडियोहरू चाहिँ। अनि यतिकै पनि लगाइरहेको हुन्छु रिल्सहरू के हैन। अनि कसले मलाई सब्सक्राइब गर्नुभएको छ अनि कतिले गर्नुभएको छैन, सबैजनाले सब्सक्राइब गरिदिनु होला है त। बाई।